आज फेरि ग्रेजिया स्कुटी आएको छ। यो स्कुटीमा यो ठाउँमा एकदमै स्क्रच लागेको छ। यसलाई पेन्ट गर्ने भन्नुभएको छ कस्टमरले। यो भागमा भयो अनि यो तल यो होन्डा लेखेको भाग यसमा एकदमै स्क्रच लागेको छ र यो पार्ट हामीले पुरै पेन्ट गर्नुपर्छ। त्यही हो, काम सानो तर मेहनत धेरै छ यसमा। अब यसमा हाम्रो पहिलो काम भनेको अब यसमा रहेको स्टिकरलाई उकाउनु पर्छ। यसरी भित्र स्क्रच लागेको रहेछ। सिधा गर्दै होला सिधा। यो स्टिकर उकाएपछि भित्र यस्तो रहेछ। हामीले स्क्रेचहरूमा सेन्डिङ पेपर लगाउँदैछौँ। 600-400 को युज गर्न सक्नुहुन्छ। यो स्क्रेचहरूमा युज गर्ने हो। सर्फेसरको काम भइसकेको छ र टेपिङ पनि गरिसकेका छौँ। अब हामीले फाइनल कलर लगाउँदैछौँ। हाम्रो अन्डरकोट र फाइनल कलर पनि भइसकेको छ। हामीले यसमा क्लियर कोड लगाउनेछौँ। हामीले क्लियर कोड लगाएका छौँ। फाइनली हाम्रो कलर काम भइसकेको छ।